नमस्कार, स्वागत छ यहाँहरुलाई मेरो घरेलु किचनमा। म हुँ अरुणा। आज म यहाँहरुको लागि च्याउको रेसिपी शेयर गरेको छु। च्याउलाई सुक्खा तरिकाले अचार अथवा तरकारीको रूपमा पनि बनाएर खान सकिन्छ। हजुरहरुले यसलाई अचार भन्दा पनि हुन्छ अथवा सब्जी भन्दा पनि हुन्छ। सुरुमा च्याउलाई राम्रोसँग केलाउने। हजुरहरुलाई आकार र चाना चाहिँ कत्रो मन पर्छ त्यही अनुसारले केलाउनु होला। च्याउलाई केलाइसकेपछि यसलाई मैले तातो पानीमा भिजाएको छु। मजाले उम्लेको तातो पानीमा च्याउलाई राखिसकेपछि 10 मिनेट छोपेर अब यसमा भएको पानी फ्याक्नु पर्छ अनि यसलाई राम्रोसँग पखाल्नु पर्छ। यतिको भएपछि यो नरम भइसकेको छ। मैले चाहिँ धारामा लगेर मजाले छलछल्ती पखाले अनि पानी तर्काए। त्यसपछि यसमा भएको अझ पानी पनि निचोरेर फ्याक्नु पर्छ। मैले हल्का हातले पानी निचोरे। सबै पानी चाहिँ निचोर्नु पर्दैन, अलिअलि निचारे पनि हुन्छ। यसरी हल्का हातले निचोरेर सबैलाई अनि एउटा बाटामा राखेको छु। अब यसलाई पकाउनु पर्छ। पकाउनुको लागि ग्यासको हिट अन गरेर कराई बसाले अनि त्यसमा थोरै थोरीको तेल राखे। तेल हजुरहरुले जुनसुकै कुकिङ ओइल राख्न सक्नुहुनेछ। तेल मजाले तात्न दिने। तेल तातिसकेपछि त्यसमा मैले सानो चम्चाको आधा चम्चा जति जिरा अनि 3-4 वटा ल्वाङ, सुकमेल अनि तिमुरका दानाहरू राखे। अब यसलाई एकैछिन फुर्न दिने। एकैछिन फुरिसकेपछि मैले मसिनो गरेर काटेको एउटा र आधा प्याजलाई राखे। अब यसलाई एकचोटी राम्रोसँग चलाएर मिक्स गर्ने अनि एकैछिन फ्राई गरिसकेपछि मैले यसमा हरियो खुर्सानीलाई चिरेर राखेको छु। 2टा डल्ले खुर्सानीलाई यसलाई पनि चलाएर एकैछिन फ्राई गर्ने। प्याज र हरियो खुर्सानी फ्राई भएर यतिको भएको छ। अब यसमा लसुन अदुवाको पेस्ट 1 चम्चा जति राखे। सँगसँगै रातो धुलो खुर्सानी पाउडर अनि बेसा राखेको छु। कश्मिरी लाल मिर्च पाउडर चाहिँ पिरो हुँदैन, यो कलरको लागि मात्र हो। यसलाई स्किप गर्न पनि सक्नुहुनेछ। अब राम्रोसँग चलाएर एकैछिन फ्राई गर्ने। 1-2 मिनेट फ्राई गरिसकेपछि रातो 2वटा गोलबेरालाई मसिनो गरेर काटेर राखे। सँगसँगै नुन र मसला पनि राखे। नुन 1 चम्चा अनि जिरा धनिया पाउडर मिक्स गरेर 1 चम्चा राखे। नुन चाहिँ हजुरहरुले आफ्नो स्वाद अनुसार राख्नु होला। अब यसलाई एकचोटी राम्रोसँग चलाएर मिक्स गर्ने अनि केही समय छोपेर पकाउने। खोल्दै चलाउँदै गरेर 5 मिनेट जति छोपेर पकाए। अब भने टमाटर लगभग पाकिसकेको छ। ढक्कन खोलेर राम्रोसँग चलाएको छु। एकैछिन चलाउँदै छोड्दै गरेपछि यतिको भएको छ। अब यो राम्रोसँग फ्राई भइसकेको छ। अब यसमा च्याउ राख्नुहोस्। च्याउलाई राखेर राम्रोसँग एकैछिन चलाएर मसलाहरुमा मिक्स गर्ने। चलाउँदै छोड्दै गरेर केही समय फ्राई गर्ने च्याउलाई। यसरी 2 मिनेट जति चलाउँदै छोड्दै गरेर च्याउलाई एकैछिन फ्राई गरिसकेपछि मैले यसमा गोल्डी मसला राखे। यदि हजुरहरुसँग गोल्डी मसला छैन भने सानो चम्चाको 1 चम्चा जति मीट मसला र गरम मसला पाउडर राख्नु होला। गोल्डी मसला मार्केटमा सजिलैसँग पाइन्छ। यसलाई राखिसकेपछि मैले राम्रोसँग चलाएर मिक्स गरे। एकैछिन फ्राई गरे। अब यसलाई छोपेर पकाउनु पर्छ। मिडियम टु लो हिटमा 1 मिनेट जति छोपेर पकाए अनि ढक्कन खोलेर हजुरलाई राम्रोसँग चलाएर देखाएको छु। अब भने च्याउ राम्रोसँग पाकिसकेको छ। एकैछिन चलाइसकेपछि मैले ग्यासको हिट अफ गरे। अब भने यसमा मसिनो गरेर धनिया काटेर राख्न सक्नुहुनेछ। मसँग धनिया नभएर मैले राखिन। प्लेटमा सर्भ गरेर देखाएको छु। यसलाई हजुरहरुले खानासँग, रोटीसँग अथवा चिउरा भुजासँग पनि खान सक्नुहुनेछ। हजुरहरुले देख्न सक्नुहुनेछ हेर्दै खाउँ लाग्ने भएको छ। यो खाँदा पनि एकदमै स्वादिलो छ। रेसिपी मन परेमा अवश्य पनि बनाएर खानु होला र कस्तो बन्यो कमेन्ट पनि गरिदिनु होला। साथै आफ्नो साथीभाइ र फ्यामिलीसँग शेयर पनि गरिदिनु होला। हजुरहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला। साथै नजिकै रहेको बेल आइकन क्लिक गरी अलमा थिचिदिनु होला। थ्यांक यू फर वाचिङ। हैव अ गुड डे। बाइ बाइ।